हाम्रो जीवनको धेरै समय अरूको लाइफलाई हेरेर बितिरहेको छ। हामी उनीहरूको करियरसँग आफ्नो करियर कम्पेयर गर्दैछौँ। उनीहरू कसरी सक्सेस भए? यही प्रश्नभित्रै रुमलिएका छौँ। प्रश्न गर्छौँ आफैले आफैलाई, उनीहरूको लाइफ यति ब्युटिफुल अनि मिनिङफुल कसरी छ? सोसल मिडियामा देखेका सबै कुराहरूबाट हामी कति प्रभावित भएर जज गरिहाल्दछौँ। को कति खुसी छ अनि कति रमाइरहेको छ, को सक्सेस अनि को फेलियर। सक्सेस भएका धेरैले त आफ्ना लाइफ स्टोरी एकदमै प्राइभेट राखिरहेका छन्। एक्चुअल सक्सेस त मोमेन्टमा रमाउनुमा छ। म जसलाई हेरेर वाउ भनिरहेको छु, कोही कतै कहीँ एउटा कुनामा बसेर मेरो लाइफ हेरेर वाउ भनिरहेको छ। अरूको सोसल मिडियामा उनीहरूको लाइफ जर्नी स्टोरीहरू हेरेर घन्टौँ बिताइरहेका हामीले भुसुक्कै बिर्सन्छौँ हाम्रो लाइफलाई पनि त अटेन्सन चाहिन्छ नि, होइन र? किनकि तपाईँको दिन कस्तो हुन्छ भन्ने कुरा अन्तिममा मोमेन्ट्स, रिलेसनसिप, मनी, वर्क यु पर्फर्मले डिफाइन गर्दछ। सो स्टप कम्पेयरिङ योर सेल्फ विथ अदर्स। अरूको हाइलाइटेड स्टोरीमा देखेका एक्टिभिटिज हेरेर एक्सपेक्ट गर्न छोडिदिनुहोस्, किनकि त्यो रिल्समा स्ट्रगल पोस्ट भएका छैनन्। धेरै च्याप्टर्स अनएक्सप्लेन्ड छन्, प्रेसरहरू अनसिन छन्, रियल मोमेन्ट्स क्याप्चर हुनै छुटेको छ। मेमोरिज बनाउनुहोस्, रमाउनुहोस्, आफूलाई पनि अटेन्सन दिनुहोस्। लिभ योर लाइफ सो ह्याप्पी।